आफ्नो आमालाई यति चोट लागेपछि के हुन्छ कि हुँदैन? केही हुँदैन। हुन्छ मम्मी आफ्नो आमा हो। मेरो छोरी आमा। तपाईँ नि हो आमा। एउटा छोरीले आफ्नो आमालाई सम्झिन्छ तर आफ्नै आमा हो। मेरो आफ्नै छोरी हो नलो। आफ्नो आमाले आफ्नो छोरीलाई माया गरेर पाल्छन्। उनीहरूसँगै त अरूहरूको छोरीले केही गर्न सक्दैनन्। आफ्नो आमाको यति चोट लाग्दा पनि केही हुँदैन भन्छन् अर्काहरूको छोरीले। आफ्नो मम्मीको त यति चोट लाग्यो भने मलाई केही हुन्छ भन्छु। आफ्नो आमा त हो नि। आमालाई हेर्न पाए कसले पाएको त? हो त। बाबाले पाएको र दाइले पाएको र? होइन। कसले पाएको त मलाई? आफ्नै आमाले पाएको। आमाको मन दुख्छ कि दुख्दैन आफ्नो छोरीको? दुख्छ त। अनि त्यही भएर यति चोटमा केही हुँदैन नभन्नु न त। ल भन्दिनँ। तपाईँ नि हो नि त म। आमाले मलाई हुर्काएर बढाए। म ठुलो भयो। आफ्नो त मम्मीले पाएको छोरी त हो नि होइन? आफ्नो मम्मी त हो नि। आफ्नो छोरीलाई पाउने हुर्काउने बढाउने। हजुरले यति रगत आयो मलाई हजुरको पिर लाग्यो। बिचे हुन्छ केही हुन्न नल। बिचे हुन्छ। छोरी घाउले पनि केही हुन्छ मम्मीलाई। केही पर्दैन। माया लाग्छ मेरो कति नल मामीलाई बिचे हुन्छ है नल। यो गाउँमा हजुरको देख्न सक्दिनँ हातबाट। बिचे हुन्छ नल। यो हात देखाइदिए त सबै हात के गर्छु यता अगाडि केही हात हो फर्स्ट सेकेन्ड हात हो। नल बिचे हुन्छ नल।